मैले के देखेँ नि मान्छेले रवि दाइलाई आरोप लगाएको धेरै देखेँ के अझसम्म केही प्रमाणितै हुन सके होइन के उसमा आरोप लगाइरहेछ के जुन यो अहिले राजनीतिक प्रतिशोध भयो नि त रवि दाइप्रति होइन यो गलत हो क्या अब अरूले पनि नहोला भन्न सकिन्न नि त यसको चाहिँ सबैले विरोध गर्नुपर्छ अब एकचोटि स्वतन्त्र पार्टीलाई यो राजसभालाई अगाडि बढाउँ देश बनाउनु छ पहिला त देश बनाउनुभन्दा बचाउनु पर्यो होइन उहाँले भन्नुभयो चाहिँ बचाउनु छ बनाउनु छ भने एकचोटि रवि दाइलाई समर्थन गर्नै पर्छ रवि दाइलाई मात्र नभनौँ फेरि यस्तो हो समर्थन गरौँ भनेर आफूले यो पनि हेर्नु पऱ्यो कस्तो खालको मान्छे आएको छ होइन अब पहिलाका ती भ्रष्टाचारीहरू आफ्नो पार्टी छोडेर यता आएर चाहिँ भोट माग्दै हिँडेको छ भने त्यो गलत हो त्यसको चाहिँ विरोध गर्नुपर्छ होइन त्यो त सबैले बुझ्ने कुरा को गलत को सही त सबैले आकलन गरिरहेछन् नि देशमा कुनै उनी गर्नुपर्छ एमाले काङ्ग्रेस माओवादीलाई भोट हाल्ने कुत्ताहरू त तपाईँको कामै छैन यिनीहरूले देश 35 वर्ष सबै लुटेर सके हेर्नुहोस् अब हाम्रो नै व्यापारको हालत यस्तो बनाइदियो पहिला कस्तो व्यापार हेर्नुहोस् ठेलागाडै घन्टी बज्छ यहाँ व्यापारै व्यापार अहिले ठेलागाडा घर लगिन्छ व्यापार गर्ने के गर्छ छैन जे चिज पनि घर आफ्नो जे चिज पनि सबैलाई लासमा आएर उ गरेर लाग्छ होइन पुरा नेताले चाहिँ गोली हाल्न मर्छन् मार्नुपर्छ जुन समय आउँछ अस्ति आउँदैन उ गरेर 80 जना जनता मर्ने ठाउँमा चाहिँ 80 जना यी चोर नेता मरेको भए देशभर 80 जना त्यो हाम्रो युवा मरेको भए मर्नुको साथमा नेता मरेको भए के मतबाटै हुन्छ